नमस्ते सम्पूर्णमा फेरि पनि अर्को भिडियो लिएर म उपस्थित भइसकेको छु हजुरहरु सामु। आजको यो भिडियोमा चाहिँ हामी अहिलेको जल्दो बल्दो एसई एक्जामिनेसनको बारेमा हामी कुरा गर्नेवाला छौं। सर्वप्रथम सबैलाई च्यानलमा स्वागत छ। आज हामी नेपालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसई को बारेमा विस्तृत रूपमा चर्चा गर्ने छौं। यस भिडियोमा हामी एसई के हो, विगत 10 वर्षको नतिजा एसई को के रहेको छ, यस वर्ष 2025 मा परीक्षार्थीहरूको संख्या र भविष्यमा नतिजा सुधार गर्न सरकारद्वारा के कस्ता पहलहरू गर्न आवश्यक छ भन्ने कुरामा हामी छलफल गर्छौं। आउनुहोस् ढिला नगरिकन आजको भिडियोतर्फ लागौं। पहिलो कुरा, एसई परीक्षा भनेको के हो? यदि तपाईहरुलाई थाहा छैन भने माध्यमिक शिक्षा परीक्षा यानी कि एसईई नेपालमा कक्षा 10 को अन्त्यमा लिने राष्ट्रिय स्तरको परीक्षा हो। यो परीक्षा विद्यार्थीहरूको शैक्षिक यात्राको एक महत्त्वपूर्ण मोड हो, जसले उनीहरूको उच्च माध्यमिक शिक्षा कक्षा 11 र 12 को प्रवेशमा चाहिँ उनीहरुलाई मद्दत गर्ने गर्दछ। अब यसमा विभिन्न तपाईको विषयहरू चाहिँ समावेश गरिएको हुन्छ, जस्तै कि गणित, विज्ञान, अंग्रेजी, नेपाली, सामाजिक अध्ययन इत्यादि। विगत 10 वर्षको नतिजा विश्लेषण गर्ने हो भनेदेखिलाई पछिल्लो 10 वर्षको एसई नतिजा को हामीले प्राप्त के रे तपाईको पास रेट हेर्ने हो भनेदेखिलाई 2015 मा 47, 2016 मा 52%, 2017 मा 46, त्यसै गरिकन 2018 र 19 मा तपाईको 54 र 49% चाहिँ पास भएको हामीले पाउँछौं। त्यसै गरिकन 2020 र 21 मा 62 र 64%, अनि 2022 र 23 मा 59 र 53% पाएका छौं भनेदेखिलाई 2024 मा पास पर्सेन्टेज रहेको थियो 47.86। अब यो तथ्याङ्कहरू मैले तपाईहरुलाई किन भनिरहेको छु यसको कारण छ। अब यो तथ्याङ्कहरूले हामीलाई के बताउँछ त, के देखाउँछ भनेदेखिलाई एसई को नतिजा वर्षेनी उतार चढाव भइरहेको छ र केही वर्षमा असफलता दर भने एकदमै उच्च रहेको हामी पाउँछौं। यो असफलता दर उच्च हुनु भनेको चाहिँ हाम्रो भविष्य चाहिँ, हाम्रो देशको भविष्य चाहिँ तपाईको अन्धकारमय हुन सक्छ भन्ने एउटा संकेत यसले गरिरहेको हामी बुझ्न सक्छौं। विशेष गरी 2024 मा मात्र 86% विद्यार्थीहरूले चाहिँ एसई उत्तीर्ण गर्नमा सफल भएका थिए। बाँकी सबैजना चाहिँ तपाईको एसई मा फेल भएका थिए विभिन्न विषयहरुमा, विशेष गरिकन म्याथ, साइन्स र इंग्लिशमा। एसई मा 40 देखि 45% भन्दा बढी विद्यार्थीहरू चाहिँ असफल हुनुको प्रमुख कारणहरू चाहिँ विभिन्न छन्। पहिलो चाहिँ तपाईको विषयगत कठिनाइ। अब गणित, विज्ञान, अंग्रेजी जस्ता विषयहरू चाहिँ विद्यार्थीहरूको लागि एकदमै बढी कठिन हुने गर्दछ। 2024 मा करिब 40% विद्यार्थीहरू गणितमा मात्रै असफल भएका थिए। अब के नेपालमा गणितको राम्रो शिक्षकहरू छैनन् त? छन्, तर कारण के? त्यसै गरिकन शिक्षकको अभाव। अब धेरै विद्यालयहरूमा योग्य शिक्षकहरूको चाहिँ कमी रहेको छ, जसले गर्दा विद्यार्थीहरूले आवश्यक मार्गदर्शन र शिक्षा प्राप्त चाहिँ गर्न पाएका छैनन्, गर्न सकेका छैनन्। अब त्यसै गरिकन अर्को कारण भनेको शैक्षिक स्रोतहरूको अभाव। पाठ्यपुस्तक, प्रयोगशाला र अन्य शैक्षिक सामग्रीहरूको अभावको कारणले गर्दाखेरि पनि विद्यार्थीहरूले चाहिँ पठन पाठन गर्नमा समस्या भोगिरहेका छन्। अर्को प्रमुख कारण भनेको नीतिगत कमजोरीहरू। हाम्रो शैक्षिक नीतिहरूले विद्यार्थीहरूको वास्तविक अवस्थाको बारेमा चाहिँ सम्बोधन गर्न नसक्दाखेरि असफलता दर चाहिँ उच्च रहेको हाम्रो तथ्याङ्कले बताएको छ। अब एसई 2025 यो वर्षको यानी कि आजदेखि तपाईको सुरु भएको एसई परीक्षार्थीको संख्या चाहिँ कति छ त भनेदेखिलाई 4,24,017 जना। यसको मतलब विगतको साल भन्दा 49,286 विद्यार्थीहरू चाहिँ यस वर्ष बढी संख्या रहेको छ एसई दिने। नतिजा सुधार गर्न सरकारद्वारा अपनाउनु पर्ने नीतिहरू चाहिँ के छन् त भनेदेखिलाई, यदि हामीले भविष्यमा एसई को नतिजा सुधार गर्न छ भनेदेखिलाई पहिलो कुरा योग्य शिक्षकहरूको भर्ती चाहिँ विद्यालयमा गरेको हुनु पर्यो। विशेष गरिकन सरकारी विद्यालयमा गणित, विज्ञान, अंग्रेजी जस्ता विषयहरूमा चाहिँ एकदमै तालिम प्राप्त शिक्षक चाहिँ विद्यालयहरूले राखेको हुनु पर्यो। त्यसै गरिकन शिक्षक प्रशिक्षण कार्यक्रमहरू पनि सञ्चालन भएको हुनु पर्यो। नियमित रूपमा यो
चाहिँ कार्यक्रमहरू विद्यालयले सञ्चालन गरेको हुनुपर्यो, सरकारले सञ्चालन गरेको हुनुपर्यो विशेष गरिकन। त्यसै गरिकन शैक्षिक स्रोतहरूको व्यवस्थापन पनि भएको हुनुपर्यो। विद्यालयहरूमा आवश्यक पाठ्यपुस्तक, प्रयोगशाला र अन्य शैक्षिक सामग्रीहरूको उपलब्धता सुनिश्चित गर्न अति नै आवश्यक हुन्छ एउटा राम्रो रिजल्ट निकाल्नको लागि। त्यसै गरिकन पाठ्यक्रमको सुधार, अब पाठ्यक्रमको सुधारलाई लिएर त तपाईँको चर्चा भइ नै रहेको छ। अब विद्यार्थी मैत्री बनाउनु पर्छ यसलाई चाहिँ नि भन्ने हाम्रो एउटा जुन माग छ, यो माग चाहिँ नि एउटा माग मात्रै रहेको छ। अब यसलाई सुनवाई कहिले हुने हो, कसरी हुने हो भन्ने कुरा चाहिँ एउटा प्रश्न चिन्ह भएको छ। त्यसै गरिकन मूल्याङ्कन प्रणालीमा हामीले सुधार गर्न आवश्यक छ। अब तपाईँको रटानमुखी मूल्याङ्कन प्रणाली भन्दा पनि तपाईँको सृजनात्मक, आलोचनात्मक सोच र तपाईँको क्रिएटिभिटी बेस्ड लर्निङ अप्रोच चाहिँ हामीले अपनाउन अति नै आवश्यक छ। विद्यार्थीमा परामर्श सेवा, विद्यार्थीहरूको मानसिक स्वास्थ्य र शैक्षिक समस्याहरूको समाधान गर्न परामर्श सेवाहरू पनि हामीले उपलब्ध गराउनु अति नै आवश्यक हुन्छ। अब एसईको कमजोरीहरू, एसई परीक्षामा विभिन्न कमजोरीहरू रहेका छन्। अब मैले अघि नै यो कमजोरीहरूको बारेमा चाहिँ तपाईँहरूलाई छलफल गरेर बताइसकिसकेँ। विभिन्न समस्याहरू रहेका छन् एसईमा। अब यो कमजोरीहरूमा विशेष गरिकन प्रमुख चाहिँ के हो त भनेदेखिलाई विद्यार्थीहरूले चाहिँ रट्ने है, विद्यार्थीहरूमा भएको यो रटानमुखी, टिचरहरूले पनि यो रट्यो भने आउँछ, एसईमा आउँछ भन्ने जुन चाहिँ यो टिप्पणीहरू दिइरहेका छन्, यो चाहिँ एकदमै पुरानो भयो। यो पुरानो शैलीमा हामी गइरहेका छौँ। यसलाई चाहिँ अन्त्य गर्न आवश्यक छ र क्रिएटिभिटी बेस्ड लर्निङ अप्रोच चाहिँ तपाईँको अपनाउन अति नै आवश्यक छ। अनि त्यसै गरिकन ग्रामीण र सहरी क्षेत्रहरूमा चाहिँ तपाईँको एकदमै असमान तपाईँको टिचिङ टेक्नोलोजीहरू हामीले भेरिएसन्सहरू देखिरहेका छौँ। यो भेरिएसन्सलाई पनि हामीले चाहिँ नै ब्यालेन्स गर्न आवश्यक छ। र नेपालको टिचिङ सेक्टरमा योगदान चाहिँ कसरी दिएको छ त भन्देखिलाई स्पेसली प्राइभेट स्कुल्सहरूले प्र्याक्टिकल लर्निङ अप्रोच, प्रोजेक्ट बेस्ड लर्निङ अप्रोच, फिल्ड भिजिट, ट्रिप्सहरू होइन, म्याक्सिमम तपाईँको हेल्दी कम्पिटिसन्सहरू, सिसिए एक्टिभिटिजहरूमा, अनि इसिए र एकाडेमिक्सलाई ब्यालेन्स्ड वेमा अगाडि लिएर गएको कारणले गर्दाखेरि प्राइभेट स्कुलको विद्यार्थीहरू गभर्मेन्ट स्कुलको विद्यार्थीहरूभन्दा धेरै राम्रो गरेको हामीले पाउँदछौँ। अनि त्यसै गरिकन वेल इक्विप्ड इन्फ्रास्ट्रक्चर हुन पनि अति नै आवश्यक छ। वेल इक्विप्ड साइन्स ल्याब, म्याथ्स ल्याब, त्यसै गरिकन तपाईँको कम्प्युटर ल्याब होइन, टेक्निकल सब्जेक्ट्सहरूलाई चाहिँ वेल इक्विप्ड तपाईँको इन्फ्रास्ट्रक्चर हामीले प्रदान गऱ्यौँ भनेदेखिलाई त्यो विषय पढाउन र पठन पाठन गर्न अति नै सजिलो हुने गर्दछ। यति भन्दै म आजको भिडियोलाई यहीँ अन्त गर्न चाहन्छु। भिडियो मन परेमा लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।